आजभोलि त के भएको हो, जहिले पनि मिठो मिठो मात्र खान मन लाग्छ। त्यही भएर हामी तीनजना साथी भएर चाउमिन र मटका चिया खान आयो। यो भिडियो अन्तिमसम्म हेरेर माया देखाइदिनु होला। हेलो एन्ड नमस्ते सबैजनालाई। हो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि यता सन्चै छु। तपाईहरुलाई आजको छोटो मिनी भ्लगमा स्वागत छ। अनि अहिले म ट्युसन पुगेर 1 घण्टा क्लास सकेर हामी तीनजना साथी भएर क्याफे गए। धेरै जाडो बढेको भएर हामीले सुरुमा मटका चिया अर्डर गर्यौं अनि मैले र साथीले चस गरेर खान थाल्यौं। तीनजना साथी भनेर 2 जना मात्र छ भनेर सोच्नु भएको होला। अनमोल साथी चाहिँ आफ्नै काममा बिजी भएर उ छुट्टै बसेर खान गएको छ। चिया खादै गर्दा हाम्रो चाउमिन पनि आइपुग्यो अनि हाम्रो बिजी भएको अनमोल साथी पनि यही आइसक्यो अहिले। उसको आफ्नो भाग लिएर उ फेरि आफ्नो साथीसँग बोल्न गइसक्यो। एक्लै आफ्नै दुनियाँमा रमाइरहेको छ हाम्रो अनमोल साथी। अनि यता हामी 2 जना साथी मिलेर आफ्नै दुनियाँमा रमाउँदै चाउमिन खान थाल्यौं। मेरो आजभोलि त डेली भ्लग नभए फुड भ्लग बनिरहेको जस्तो लागिरहेछ यार। जहिले पनि खाएको मात्र देखाइरहेको छु। डेली भ्लग बनाउन छोडेर फुड भ्लग चाहिँ बनाउनु पर्छ क्या अब। कमेन्ट गरिदिनु त गाइस, तपाईहरुलाई डेली भ्लग हेर्न मन पर्छ कि फुड भ्लग हेर्न मन पर्छ? तपाईहरुले जस्तो भन्नुहुन्छ म त्यस्तै खालको भिडियो बनाउँछु। मैले लिएको 30 डे च्यालेन्ज पनि अब कम्प्लिट हुन लागिसक्यो। हजुरहरु जसले मलाई सुरुदेखि हेर्दै आउनु भएको छ उहाँहरुलाई धेरै धेरै धन्यवाद। अझै यसरी नै माया देखाइराख्नु होला सधैँ। हजुरहरुको यस्तै मायाले गर्दा नि मलाई अझै धेरै भिडियो बनाउन मन लाग्छ। अनि हजुरहरु कोकोलाई मेरो भिडियो राम्रो लाग्छ उहाँहरुलाई चाहिँ मेरो मनदेखि माया छ है सबैजना। सधैँ मेरो भिडियो हेरेर मलाई सपोर्ट गरिदिनु होला भन्न चाहन्छु म। खाजा खाइसकेर अहिले हामी क्याफे बाहिर आइसक्यौं। त्यसपछि म आए तरकारी किन्नलाई पसलमा। मम्मीले घरबाट तरकारी किनेर लिएर आइज भन्नु भएको थियो। मम्मीले मलाई टमाटर आलु कौली लिएर आइज भन्नु भएको थियो अनि मैले सुरुमा टमाटर किनेर आएको। त्यसपछि मैले राम्रो राम्रो नयाँ आलु छाने। कस्तो राम्रो कस्तो नराम्रो सबै उस्तै देख्छ, त्यही भएर मैले जस्तो पाए त्यस्तै हाल्दिए। मम्मीले भन्नु भएको सबै सामान किनिसकेर अब चाहिँ म घर जान लागेँ। हजुरहरुलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। मन पर्यो भने लाइक पनि गरिदिनु। भेटौँला अर्को भिडियोमा, त्यति बेलासम्मको लागि बाइ बाइ गाइस।